अब कोक हाल्ने हो हाम्रो मोटी दिदीको भाइरल चटपट यस्तो छ यहाँ के भयो फेमस कति वर्ष भयो अरे हजुरले यहाँ बेच्न लाग्नु भएको म 9 वर्ष पहिला कस्तो थियो तपाईँको पहिला त सानो ठाउँमा थियो नि होइन सानो थियो मैले स्टार्ट टेबलदेखि गरेको अनि ठेलाबाट अहिले सटर त्यही त हो नि अहिले यहाँसम्म आइरहेछ ठिकै छ राम्रो छ दिनको कति प्लेट बेच्नुहुन्छ मन पराउनेले मन पराउँछन् होइन राम्रो भने राम्रै भनेको छन् नराम्रो भनेको छन् होइन तर म कसैको कुरा सुन्दैन जे छ आफूमा होइन सन्तुष्टि छु त्यति नै छ प्लेट त कसले गन्छ अरे यहाँ ल गन्नुहुन्छ होला नि थाहा हुन्छ है साँझ टक्क यी सेवाको त्यो उस हेर्दाखेरि कति प्लेट हुन्छ त्यस्तो हुन्न भयो 50 को दरले थाहा पाइन्छ नि 50 को दरले त्यो त हुन्छ लगभग 30-35 हजार बेचिन्छ दिनमा खर्च पनि त त्यति नै छ नि त खर्च धेरै छ अहिले पहिला पो अलिअलि थिएन अहिले त धेरै खर्च छ नि त खाना पुगेछ भयो स्टाफ पाल्न भाडा तिर्न खान पुगेछ वास्तुभन्दा अरू के लोकेसन बताइदिनु यो नयाँ लोकेसन पहिला दुर्गा मन्दिर थियो अहिले कहाँ भन्नु 8 बजार जाने बाटो होइन 8 बजार जाने बाटोमा जेएनजीको अपोजिट साइड धन्यवाद आउनु होला खानु होला मोटी दिदीको चटपटे म नभए भने मोटे दाइ पनि हुन्छ लाग्यो मलाई